दर्शक नमस्कार, म दीपक सेव। दसैँको धेरै धेरै शुभकामना छ मेरो इष्टमित्र, मेरो फेसबुक चिन्तकहरू, मेरो दर्शकहरूलाई एकदमै दुई हात जोडी नमस्कार छ। हजुरहरूले एकचोटि हेर्दै पनि भिडियो भइरहेको छ, तर मेरो आज परिवारमा हाम्रो परिवारमा टिका लगाउन गइरहेको छौँ। केही 10-12 वर्षपछि फेरि खुसीको पल आइरहेको छ। एकदमै म पनि खुसी छु। हजुरहरू देश परदेशमा छरिनुहुने सम्पूर्ण मेरो इष्टमित्र चिन्तकहरूलाई सबै यस्तै दसैँ तिहार मनाउनु होला भन्ने अनुरोध पनि छ। आफ्नो आफ्नो ठाउँमा जस्तो हुन्छ त्यस्तै रमाउनु होला, आफ्नो ख्याल पनि गर्नु होला। दसैँको दशा लाग्छ भन्छन् होइन, त्यही हुनाले अब हजुरहरू एकदम सचेत रहनु पनि होला। एकदमै रमाइलो पल छ यो साल। अब के भयो, हाम्रो धेरै वर्षपछि एकदमै खुसी लागिरहेछ। धेरै वर्षपछि एकदम रमाउन पाउँदा मम्मी भाइहरूसँग, मेरो परिवारसँग। अहिले म हाल इन्डियामा छु। हजुरहरूले माया ममता दिनुभएको छ। एकदमै सधैँ गरी यस्तै गरी नै माया ममता दिइराख्नु होला भन्ने पक्कै पनि आशा गरेको छु। और मेरो हेर्नुहुने सबै दर्शकहरूलाई यही भन्न चाहन्छु, सबैजना यस्तै गरी रमाउनु होला। हजुरहरू आफ्नो आफ्नो ठाउँमा रमाउनु होला। जस्तो तसो हुन्छ, हामी परदेशीको मान्छे धेरै वर्षपछि रमाउन पाउँदा एकदमै गर्वको कुरा पनि हो। हजुरहरूलाई के लाग्छ? तर म आज धेरै पछि खुसी नै खुसी भएको छु। हजुरहरूको माया साथ सपोर्टले नै गर्दा यहाँसम्म भएको हो। पक्कै पनि के कस्तो लाग्छ, राम्रो लागेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। सम्पूर्णलाई सेयर गरेर पहुँचाइदिनु होला। धन्यवाद, थ्याङ्क यू सो मच। यस्तै भिडियो फेरि पनि आउनेछ। थ्याङ्क यू।